भाजपाले विगतको 2024 सालको आफ्नो लोकसभाको मेनिफेस्टोमा 1 नम्बर कुरामा भाजपाले फ्री रेसन फर द नेक्स्ट 5 इयर्स अन्डर पीएम गरिब कल्याण अन्न योजना भनेर उहाँले बताएको छ। 20 साल पनि बितेको छ। अनि त्यही सरकारले आज यसरी जनतामा फर्म पठाएर भाया स्टेट फर्म पठाएर हाम्रो मान्छेलाई रासनको बुनियादी अधिकारबाट पनि वञ्चित राख्ने एउटा कुत्सित षड्यन्त्र भाजपा सरकारले गरिरहेको हामी देखिरहेका छौँ। अहिले पनि पीपीएस को नारा लगाइरहेको छ। जब जब इलेक्सन आउँछ पर्मानेन्ट पोलिटिकल सल्युसनको नाममा, गोर्खाल्यान्डको नाममा, 11 जनजातिको नाममा भारतको गोर्खाहरूलाई पटक पटक ठग्ने, छलकपट गर्ने, विश्वासघात गर्ने काम गरिरहेको छ। जुन पीडीएस सिस्टम अन्तर्गत फ्री रेसनको व्यवस्था छ त्यो पनि भाजपा सरकारले अब कटौती गर्ने मोटामोटी उहाँहरूको पोलिसी फ्रेम भइसकेको छ। अनि त्यसको पक्षमा तपाईँ हाम्रो पक्षमा रासनको बुनियादी हक अधिकारलाई सुनिश्चित गर्नुपर्छ, यसलाई रेगुलर राख्नुपर्छ भन्ने हिसाबमा यो फर्मलाई जिटीको पक्षबाट वितरण गरिएको छैन। नमस्कार। अहिले सम्पूर्ण दार्जिलिङ पहाडभरि यो पीडीएस अथवा पब्लिक डिस्ट्रिब्युसन सिस्टम लिएर आम मानिसमा एक प्रकारको चर्चा, कौतूहलता, विशेष गरी मैले डरको माहौल देखिरहेको छु। किनभने हिजो अस्ति मात्रै दार्जिलिङ पहाडका रासिन सप्लायर्सहरूले उहाँहरूले अनिश्चितकालीन धरना गर्ने जुन चाहिँ उहाँहरूको व्यवस्था थियो उहाँले गरे पनि कति दिनसम्म। त्यसमा विशेष गरी जिटिए पक्षबाट जिटिए चिफ स्वयंले अनि जिटिए को सम्बन्धित निकायबाट कलकत्ताको सम्बन्धित निकायमा बातचित गरिसकेपछि, पत्रचार गरिसकेपछि त्यस धरनालाई स्थगित गरिने काम पनि भयो। जिटिएले बीचमा मध्यस्थताको भूमिका निर्वाह गरेर। यहाँ चाहिँ आम मान्छेले बुझ्नुपर्ने कुरा के छ भने हिजो अस्ति मात्रै हामीले कालेबुङ बीजेपी जिल्ला कमिटीको पक्षबाट एउटा हामीले उहाँहरूको प्रेस कन्फरेन्स सुन्यौं, देख्यौं। धेरैवटा भ्रामक कुराहरू थिए जसलाई आज हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालेबुङ जिल्ला समितिको पक्षबाट एक दुई कुरा क्लियरिफाई गर्न चाहन्छौँ। सुरुमा त भारतमा रासिन सिस्टम भनेको दोस्रो विश्वयुद्धको समयमा सुरु गरिएको। त्यति बेला दोस्रो विश्वयुद्धको समयमा प्रताडित अथवा पीडित आम जनताहरूलाई कोही पनि भोकले अथवा रोगले मर्नु नसकोस् भनेर त्यो समयमा रासिनको व्यवस्था गरिएको थियो। त्यस पश्चात भारत स्वतन्त्र भइसकेपछि 1960 मा 1970 को दशकमा र स्ट्रक्चरल हिसाबले, सिस्टमेटिक हिसाबमा 1993 सालदेखि टीपीडीएस भनेर टार्गेटेड पीडीएस डिस्ट्रिब्युसन सिस्टमको नाम गरेर वितरण गर्ने काम गरियो। अझै 2013 सालमा त तत्कालीन भारत सरकारले नेशनल फूड सेक्युरिटी एक्ट एनएफएसए ऐन पास गरेर भारतमा बीपीएल क्याटेगोरीको अनि एवाई क्याटेगोरीको अथवा एपीएल क्याटेगोरीकोले चाहिँ सब्सिडाइज हिसाबमा न्यूनतम भन्दा न्यूनतम राशिमा पैसा तिरेर रासिन पाउने उहाँहरूले त्यो ऐन बनाउनु भयो, निर्माण गरियो। र त्यो पछि जब कोरोना महामारीको समय आयो, विश्वभरि नै रसद पानीको हाहाकार भयो, अभाव भयो, मान्छेहरू रोगले भोकले मर्न थाले। त्यति बेला भारत सरकारले, तत्कालीन भारत सरकारले 2019-20 को त्यस्तो कोरोनाको जटिल भयावह महामारीको समयमा गरिबी रेखा मुनिका मानिसहरूले देशकै निशुल्क रासिन पाउनुपर्छ भन्ने हिसाबमा यसरी 2019-20 सालदेखि चाहिँ निशुल्क रासिनको व्यवस्था गरियो। स्पेशल प्रायोरिटी हाउस होल्ड अनि राष्ट्रिय अन्य सुरक्षा योजनामा यो चारवटा क्याटेगोरीमा पर्ने जति पनि मानिसहरू हुनुहुन्छ उहाँलाई भारत सरकारले चाहिँ निशुल्क रूपमा रासिन प्रदान गर्ने काम गरेको देखिन्छ। तर अहिले हालचाल के हुँदैछ भने एउटा कुरा म तपाईँलाई बताउन चाहन्छु। मानिसहरूमा पहाडको मानि एक प्रकारको त्रास छ। त्यसै पनि दार्जिलिङ पहाड एउटा नन प्रड्युसिङ एरियामा पर्छ। समतलको क्षेत्र जस्तो यो एग्रिकल्चर बेल्ट होइन, यहाँ अन्नबाली उब्जनी हुँदैन र स्पेशल जोन भएकोले गर्दाखेरि झन् यहाँका मानिसहरूले हामीहरूले त रासिन पाउनै पर्ने, त्यो पनि निशुल्क रूपमा पाउनु पर्ने हाम्रो भौगोलिक अधिकार पनि रहन जान्छ। यसमा क्लियरली के लिएको छ भने डिप्राइभेसन क्राइटेरिया भनेर यो फर्मको नाम दिएको छ। डिप्राइभेसन क्राइटेरिया, यसमा स्पष्ट रूपमा उल्लेख के छ भने अहिले रासिन पाउँदै गरेका रासिनको बेनिफिसियरिजहरू कसले 15,000 देखि सरकारी रोजगारबाट तलब पाउँछ, कसको घरमा रेफ्रिजरेटर छ, कसको घरमा स्कुटी छ, कसको घरमा बाइक छ, कसको घरमा गाडी घोडा छ, यो सबै जानकारीहरू पीडीएस उपभोक्ताबाट कलेक्सन गर्ने काम गरिरहेको छ। अब यहाँ कुरा कहाँ आउँछ भने हिजो अस्ति भाजपाका साथीहरूले भन्दै थिए यो त रुटिन चेक हो भनेर।
एउटा कुरा स्पष्ट के हुनुपर्छ भन्दाखेरि वर्तमान भारत सरकारले जब एसआर को सुरु गर्यो त्यसमा तपाईले देख्नुहुन्थ्यो कि सुरुमा जसको 2002 मा जसको नाम छ बाबुआमाको यदि उसको त्यहाँ नाम छ भने ऊ चाहिँ सुरक्षित भयो, उसले उसको नाम त स्वत आउने कतिवटा यो इलेक्टोरल लिस्टमा हुन्छ भनेर हामीलाई त्यसरी पटक पटक बताइयो। र जब पहिलो नोटिफिकेसन त्यसपछि त्यसलाई फेरि परिशोधन गरेर दोस्रो नोटिफिकेसन त्यसलाई फेरि परिवर्तन गरेर खेपैपछि नोटिफिकेसन आउन थाले। अहिले तपाईहरु देख्नुहुन्छ एसआरमा पनि बिहारको विधानसभा इलेक्सन भन्दा अगाडि 40 लाख मान्छेको नाम काटियो। अहिले पनि हाम्रो यहाँ म्यापिङको नाममा सानसानो हिज्जे गल्ती हुँदाखेरि डेट अफ बर्थ यताउति हुँदाखेरि हजारौं पहाडका मान्छेले बंगालका मान्छेले यहाँ दिनहुँ लाइन लागेर घरमै नभएको डकुमेन्ट्सहरु कागजपत्रहरु कलेक्सन गरेर मरिसकेको बाउ बाजेको सन्तानको कागजपत्र बटुल्नु पर्ने, धाउनु पर्ने, पैसा खर्च गर्नु पर्ने, लाइन लाग्नु पर्ने यस्तो स्थिति हामीले एसआरमा देख्यौं। अनि यो फर्म अहिले आएको छ भ्याक्सिन सम्बन्धी। अनि सरकारले जस्तै नेपालीमा एउटा उखान छ आगो नबलिकन धुवा निस्किन्न भन्ने शंका गर्ने प्रशस्त ठाउँहरु छ। अनि यति बेला यो समयमा यो फर्म हाम्रो अघि छ। अनि हामी स्पष्ट रूपमा भन्न चाहन्छौं यही भाजपाको इलेक्टोरल मेनिफेस्टो 2024 सालको हामी तपाईले पढ्यो भने स्पष्ट रूपमा यहाँ भाजपाले विगतको 2024 सालको आफ्नो लोकसभाको मेनिफेस्टोमा 1 नम्बर बुँदामा भाजपाले फ्री रेशन फर द नेक्स्ट 5 इयर्स अन्डर पीएम गरीब कल्याण अन्न योजना भनेर उहाँले बताएको छ। 2 साल पनि बितेको छ। अनि त्यही सरकारले आज यसरी जनतामा फर्म पठाएर भाया स्टेट फर्म पठाएर हाम्रो मान्छेलाई राशनको बुनियादी अधिकारबाट पनि वञ्चित राख्ने एउटा कुत्सित षड्यन्त्र भाजपा सरकारले गरिरहेका हामी देखिरहेका छौं। जुन चाहिँ भाजपा सरकारले हामीलाई पटक पटक हामीले 3 पल्ट सांसद दिइसकेर पनि अहिले पनि पीपीएस को नारा लगाइरहेको छ। जब जब इलेक्सन आउँछ पर्मानेन्ट पोलिटिकल सल्युसनको नाममा गोर्खाल्यान्डको नाममा 11 जनजातिको नाममा भारतको गोर्खाहरूलाई पटक पटक ठग्ने, छलकपट गर्ने, विश्वासघात गर्ने काम गरिरहेको छ। त्यो हाम्रो पर्मानेन्ट पोलिटिकल सल्युसन गोर्खाल्यान्ड 11 जनजातिको मुद्दा भाजपाले पूरा गर्दै गरेन, गर्ने पनि होइन। किनभने भाजपाको भारतको गोर्खाहरूप्रति पोलिटिकल विल छैन, राजनीतिक विचारधारा राम्रो छैन। त्यही माथि पनि हामीले उपभोग गर्दै आएको देशको नागरिकको हिसाबमा जुन पीडीएस सिस्टम अन्तर्गत फ्री रेशनको व्यवस्था छ त्यो पनि भाजपा सरकारले अब कटौती गर्ने मोटामोटी उहाँहरूको पोलिसी फ्रेम भइसकेको छ। अनि यो कुरालाई हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालेबुङ डिस्ट्रिक्ट कमिटीको पक्षबाट हामी घोर भर्त्सना गर्छौं। अनि हामी उभिन चाहन्छौं दार्जिलिङ पहाडका गरिब भन्दा गरिब सम्पूर्ण हाम्रा गरिब भन्दा गरिब निम्न निमुखा जनताको पक्षमा। यदि भोलि सरकारले यसलाई कार्यान्वयन हिसाबमा यदि काम गर्छ भने त्यस बखत हामी सडकमा उभिएर गरिब जनताको पक्षमा हामी काम गरेका हुन्छौं। हुन त जीटीए पनि यो फर्म आइसकेको हो, आधिकारिक हिसाबमा जीटीए पनि यो फर्म आइसकेको हो। र जीटीए ले गरिब गुर्बाहरूको पक्षमा, मान्छेहरूको पक्षमा, तपाई हाम्रो पक्षमा राशनको बुनियादी हक अधिकारलाई सुनिश्चित गर्नुपर्छ, यसलाई रेगुलर राख्नुपर्छ भन्ने हिसाबमा यो फर्मलाई जीटीए को पक्षबाट वितरण गरिएको छैन। एकपटि गोर्खाहरूलाई पीपीएस को नाममा, 11 जनजातिको नाममा अनि गोर्खाल्यान्डको नाममा जसरी ठग्ने काम गरिरहेको छ, अहिले आएर यो बुनियादी मान्छेको बेसिक नेसेसिटी राशिनमाथि पनि यसरी हामीलाई छलकपट गर्ने, ठग्ने, हाम्रो अधिकार मास्ने काम नगरोस् भन्ने हामी कडा रूपमा खण्डन अनि चेतावनी पनि दिन चाहन्छु।